सदा शिवजी की जय। शिवजी भगवानलाई मेरो कोटि कोटि ढोक छ। सरस्वती मातालाई कोटि कोटि ढोक छ। आदरणीय डाक्टर मामा, आदरणीय डाक्टर माजीलाई नमस्कार, हृदयदेखि धेरै धेरै धन्यवाद। सम्पूर्ण वर्गमणी साथीहरूलाई धेरै धेरै धन्यवाद। आज म सरस्वती माताले दिनुभएको कविता ब्रह्म गाउन गइरहेकी छु। केही कमी कमजोरी भए मलाई माफ दिनुहोला। हे ब्रह्मा हजुरसँग जोडिएको यो प्राण, हे ब्रह्मा हजुरसँग जोडिएको यो प्राण, हजुर नै हो यो सृष्टिमा म बाँच्नुको कारण, हजुर नै हो यो सृष्टिमा म बाँच्नुको कारण, म अनि तेरो मेरोको आवरणलाई तोडेर हजुरको शरणमा आउँदा सबै कुरा छोडेर, हजुरको शरणमा आउँदा सबै कुरा छोडेर, न कोही मर्दा दुःख थियो त्यहाँ, न जन्मदा हर्ष, न त पीर र चिन्ता नै थियो, न गर्मी र वर्षा, न त पीर र चिन्ता नै थियो, न गर्मी र वर्षा, थिएन त्यहाँ भोक प्यासा, न त्रास र भय, संसारका सबै दुःख कता गए गए, संसारका सबै दुःख कता गए गए, सुखै सुख थियो त्यहाँ, शान्त र आनन्द, सो प्रकाश त्यहाँ उज्यालो थियो हजार सूर्य भन्दा, सो प्रकाश त्यहाँ उज्यालो थियो हजार सूर्य भन्दा, तल माथि दायाँ बायाँ उज्यालो थियो अति, शीतल अनि हेर्दा आँखा नखाने त्यो कति, शीतल अनि हेर्दा आँखा नखाने त्यो कति, त्यो तेजस विश्रेष्ठ अनि पाप नाशक थियो, त्यहाँ पुग्दा ती अन्जानेका पाप नष्ट गराइदियो, त्यहाँ पुग्दा ती अन्जानेका पाप नष्ट गराइदियो, सृष्टिको सम्पूर्ण ज्ञान चेतनामा श्रेष्ठ, सबै चिजको जवाफ जान्ने सबै भन्दा ज्येष्ठ, सबै चिजको जवाफ जान्ने सबै भन्दा ज्येष्ठ, खाने लाउने व्यवहारतिरै यो मन भुली जाने, यो बुद्धिलाई त्यहाँ पुर्याउन अति गाह्रो हुने, यो बुद्धिलाई त्यहाँ पुर्याउन अति गाह्रो हुने, अति छोटो यो बुद्धिलाई प्रेरित गरिदिनुहोस्, यो दिव्यलाई धारण गरिन सधैँ त्यही तान्दिनु,
दिनुहोस् त्यो दिव्यलाई धारणै गरिन सधैँ त्यही तान्दिनुहोस् कठिन छन् ती ब्रह्मका गुण सहजै बुझ्नलाई कुनै यन्त्र छैन देख्न छुन बोल्न र नाप्नलाई कुनै यन्त्र छैन देख्न छुन बोल्न र नाप्नलाई ज्ञानद्वारा तर्क लगाई ती गुण बुझ्नु पर्छ देख्ने छुने बोल्ने अनुभव कैरेकोले गर्छ देख्ने छुने बोल्ने अनुभव कैरेकोले गर्छ यो आकाश भरमा नै हो बोल्छ सबै सुन्छ चेतनालाई त्यहाँ पुर्याउन अति कठिन हुन्छ चेतनालाई त्यहाँ पुर्याउन अति कठिन हुन्छ हरेक दुःख सुख मानी सहभागी हुन्छ बुझ्न गाह्रो यो आकाशले सबै जीवलाई चिन्छ बुझ्न गाह्रो यो आकाशले सबै जीवलाई चिन्छ मनभित्रका सबै कुरा थाहा पाएको हुन्छ जता जता जान्छौँ हामी त्यतै जान्छ जता जता जान्छौँ हामी त्यतै जान्छ हृदयमा विराजमान छ वर्म आत्मा स्वरूप चेतनाद्वारा ज्ञान दिलाउने सर्वज्ञ सर्वस्वरूप चेतनाद्वारा ज्ञान दिलाउने सर्वज्ञ सर्वस्वरूप स्वभावले प्रकाश स्वरूप शान्त र आनन्द त्यही ब्रह्म हो सूर्य चन्द्र ग्रह तारा छन्द त्यही भरमा हो सूर्य चन्द्र ग्रह तारा छन्द निश्चल अनि अविनाशी निर्गुण परम ज्योति संसारका सबै जीवको त्यही भयो उत्पत्ति संसारका सबै जीवको त्यही भयो उत्पत्ति निराकार ब्रह्मको त्यो सगुण रूप शिव त्यही ब्रह्म र शिवजीमा छन् सृष्टिका जीव त्यही ब्रह्म र शिवजीमा छन् सृष्टिका जीव कुनै सुरु अन्त्य छैन मन पुग्दैन त्यहाँ सबै ब्रह्म हो बाणीको नि गति छैन जहाँ सबै ब्रह्म हो बाणीको नि गति छैन जहाँ सूक्ष्म अनि सर्वत्र त्यो
छैन कुनै आकार, चारवटा छन् प्रमुख गुण, परमा छ निराकार। चारवटा छन् प्रमुख गुण, परमा छ निराकार। महत भित्र छन् ब्रह्मका गुण, आनन्द र शान्त। आवरणमा चञ्चलताई, अशान्तमा तान्छ। आवरणमा चञ्चलताई, अशान्तमा तान्छ। यो सृष्टिमा भएका ती सबै शक्तिहरूको प्रमुख स्रोत सो प्रकाश हो, परमाबाट आएको। प्रमुख स्रोत सो प्रकाश हो, परमाबाट आएको। चिन्ने सोच्ने याद मायाको भावना भएको, सबै जीवको चेतना ती परमाबाट आएको। सबै जीवको चेतना ती परमाबाट आएको। त्यही ब्रह्मको सानो टुकुरा लि जन्मे महत। महतको जमघट हो यो बर्मामय जगत। महतको जमघट हो यो बर्मामय जगत। बर्माको त्यो परिचय महत्त्वलाई चिनेर, जसले बुझ्छ जीवनमा यही प्रमुख हो भनेर। जसले बुझ्छ जीवनमा यही प्रमुख हो भनेर। बाँचुन्जेल भोग गर्नेछ त्यो बर्मको सुखलाई, मोक्ष हुन पार गर्नेछ भवसागरको दुःखलाई। मोक्ष हुन पार गर्नेछ भवसागरको दुःखलाई। त्यही बर्मको परिचय गुण साथमा लिएर, बर्मरूपी भगवानले नै यो बर्म ज्ञान दिएर। बर्मरूपी भगवानले नै यो बर्म ज्ञान दिएर, पठाउनु भो त्यो सन्देश डाक्टर कमल खोजेर। जान सक्छन् जोसुकै त्यहाँ बर्म ज्ञान बुझेर। जान सक्छन् जोसुकै त्यहाँ बर्म ज्ञान बुझेर। कोहीले बुझ्छन् तिम्रा कुरा, कोहीले विरोध गर्नेछन्। जन्म जन्म खोजेकाले तिम्रो शरण पर्नेछन्। जन्म जन्म खोजेकाले तिम्रो शरण पर्नेछन्। कोटाइदिनु मनका दर्द, छिया छिया पारिदिनु। केही नछुट्टाई एकैचोटि मिसिन भित्र हाल्दिनु। केही नछुट्टाई एकैचोटि मिसिन
भित्र हाल्दिनु नबुझ्नेले भन्लान् पहिला के गरेको भनेर टुक्रा टुक्रा जोडेपछि आउँछन् सुन्दर बनेर टुक्रा टुक्रा जोडेपछि आउँछन् सुन्दर बनेर यही छोडेर सबै कुरा वर्म ज्ञान लानलाई महत्मा पुग्न सिकाउनु फर्के वर्म जानलाई महत्मा पुग्न सिकाउनु फर्के वर्म जानलाई वर्मबाट आयौं सबै बाँचुन्जेल त्यही चिन ए भावो कि मृत्यु पछि हुनु पर्छ विलीन यही भाव हो कि मृत्यु पछि हुनु पर्छ विलीन वर्म के हो बुझाउन र त्यही पुर्याउन भनेर डाक्टर इन्दु कमल आई सेवा दूत बनेर डाक्टर इन्दु कमल आई सेवा दूत बनेर वर्म के हो बुझाउन र त्यही पुर्याउन भनेर डाक्टर इन्दु कमल आई सेवा दूत बनेर डाक्टर इन्दु कमल आई सेवा दूत बनेर सदा शिवजी की जय। सरस्वती मातालाई मेरो कोटि कोटि ढोक छ, हृदयदेखि धेरै धेरै धन्यवाद छ। आदरणीय डाक्टर मामा, आदरणीय डाक्टर माजुलाई हृदयदेखि धेरै धेरै धन्यवाद छ। सम्पूर्ण वर्गमानी साथीहरूलाई धेरै धेरै धन्यवाद छ। सदा शिवजी की जय।